हेलो फ्रेन्ड्स वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि म आजको भिडियोमा चाहिँ अब धेरैजना विद्यार्थीहरू नेपालबाट चाहिँ अमेरिका, अस्ट्रेलिया, युकेतिर गइरहेका हुन्छन् र यो भिडियोमा चाहिँ म किन चाहिँ युरोप पढ्न आउने भन्ने बारेमा चाहिँ अलिकति आफूले जानेका र बुझेका कुराहरू चाहिँ यसमा सेयर गर्न गइरहेको छु। ध्यान दिएर हेरिदिनु होला। यो भिडियोमा चाहिँ मैले इन्क्लुड गर्न खोजेको कुराहरू चाहिँ युरोपमा चाहिँ किन चाहिँ हायर स्टडीको लागि जाँदा राम्रो हुन्छ, किन जाने, र युरोपमा चाहिँ कुन कन्ट्री जाँदाखेरि चाहिँ स्टडीको लागि विद्यार्थीहरूको लागि चाहिँ एकदम राम्रो हुन्छ र जानको लागि के कस्तो कस्टहरू लाग्ने हुन्छ र विद्यार्थीहरूले चाहिँ अब कुन कन्ट्रीमा कति कति चाहिँ कमाउने गर्दछन्, त्यो इनफ हुन्छ कि हुँदैन, के कति लाग्छ भन्ने कुराहरूलाई चाहिँ मैले डिस्क्राइब गर्नेछु। सुरु गर्नुभन्दा अगाडि थोरै युरोपको बारेमा यसो भनिदिन्छु म होइन। युरोपमा चाहिँ 40+ चाहिँ देशहरू छन् र युनिभर्सिटीहरू त हजारौँ युनिभर्सिटीहरू छन् होइन। अनि अब के अरे युरोप भनेको चाहिँ कस्तो हुन्छ भने युरोपमा चाहिँ अलिकति लो कस्टहरू हुन्छ कलेजहरूमा, युनिभर्सिटीहरूमा। कतिमा त फ्री हुन्छ, कतिमा थोरै पैसा तिर्नुपर्छ। कुनै कुनै हुन्छ प्राइभेट कलेजहरू अलिकति बेसी तिर्नुपर्ने, नत्र प्रायःमा लो कस्ट नै हुन्छ। अनि तपाईँहरूले वर्क अपर्च्युनिटी पाउनुहुन्छ, काम गर्न सक्नुहुन्छ, काम गर्न पाउनुहुन्छ। तपाईँहरूले सेन्जेन कन्ट्री आउनुभयो भने सेन्जेन कन्ट्रीभित्र ट्राभल गर्नलाई एकदम फ्रिडम हुन्छ। अनि सबैभन्दा राम्रो कुरा भनेको चाहिँ विद्यार्थीहरूको लागि, अझ केटी मान्छेहरूको लागि चाहिँ युरोप कन्ट्री चाहिँ एकदम सेफ कन्ट्री छ क्या, एकदम सेफ हुन्छ। क्राइम रेट एकदम लो छ होइन, एकदम सेफ हुन्छ। यहाँनिर त्यस्तो डराउनु पर्ने कुराहरू खासै केही हुँदैन, एकदम फ्रिडम हुन्छ। त्यही हो। अब चाहिँ म डाइरेक्ट टपिकमा चाहिँ जान्छु। नम्बर 1मा कुरा गरौँ जर्मनी होइन। जर्मनीमा चाहिँ कस्तो छ भने अब पब्लिकमा आउँदै हुनुहुन्छ भने फ्रीमा पनि पढ्न सकिन्छ। जस्तै मास्टरको लागि आउनुभएको छ तर पब्लिकमा आउनुभएको छ भने तपाईँको फ्री हुन्छ। प्राइभेटमा आउनुभएको छ भने अब कुनैहरूले चाहिँ अलिकति महँगो पैसा लिन्छ, कुनैले अलिकति ठिकै मिडियम पैसा लिने गरिरहेको हुन्छ। तर पब्लिकमा आउन सक्नेहरूको लागि चाहिँ अपर्च्युनिटी छ, फ्रीमा पढ्न सक्ने। जर्मनीले पैसा लिने गर्दैन पब्लिकमा आउने जतिलाई चाहिँ। अनि त्यसपछि प्लस अब जर्मनीमा चाहिँ कस्तो हुन्छ त भन्दाखेरि काम जस्तै अब पढाइ सकिसकेपछि पनि तपाईँहरूको लागि जब सिकिङ भिजा भनेर 18 महिनाको चाहिँ भिजाको लागि चाहिँ थप्नको लागि पिरियड दिन्छ। त्यो 18 महिनामा चाहिँ तपाईँले चाहिँ कामसाम खोजेर कामहरू गर्नको लागि चाहिँ त्यहाँनिर एउटा लामो समयको लागि नै भनौँ न 18 महिना भनेको त लामै हो। अनि जब सिकिङ भिजा पनि 18 महिनाको पाउनुहुन्छ। तपाईँले त्यहाँ बसुन्जेलसम्मको लागि चाहिँ हप्ताको 20 घन्टा काम गर्न पाइन्छ भनेको छ। मतलब महिनाको चाहिँ अब त्यस्तै 80 घन्टा जति काम गर्न पाइयो। तपाईँको त्यस्तै 12 देखि 14 युरो 15 युरो हुन्छ होइन। आवरली रेट चाहिँ 12-15 युरो हुन्छ। अनि तपाईँहरूले अब कलेजमा फी तिर्नुपर्ने भयो भने अब प्राइभेटमै आउनुभयो, अलिकति महँगैमा आउनुभयो भने पनि तपाईँको 12 लाखदेखि 12 लाख 15 लाख चाहिँ वर्षको तिर्नुपर्ने हुन्छ कलेजमा, त्यस्तो हुन्छ। अनि यो चाहिँ एकदम सस्तैमा नै गनिन्छ, राम्रैमा गनिन्छ। पब्लिकमा आउनुभयो भने त तपाईँको पैसै परेन होइन। तपाईँले एउटा के भन्छ एउटा ब्याङ्क अकाउन्ट चाहिँ खोल्नुपर्ने हुन्छ यहीँनिर। त्यहाँनिर खोलेर चाहिँ एउटा फ्रिजिङ अकाउन्ट जस्तो हुन्छ त्यहाँनिर तपाईँको 12-15 लाख चाहिँ त्यो राख्नुपर्ने हुन्छ 1 वर्षको लागि। अनि तपाईँले त्यो राखेको पैसाले पनि उनीहरूले जस्तै 1 वर्ष राखेको पैसा हुन्छ, त्यो 1 वर्षको पैसा चाहिँ तपाईँ यहाँबाट नेपालबाट जर्मन पुगिसकेपछि महिनामा तपाईँले त्यो रिटर्न आउँछ। ठ्याक्कै 1 महिनासम्ममा तपाईँले त्यो राखेको जुन पैसा हुन्छ जर्मनको ब्याङ्कमा, त्यो पैसा तपाईँले रिटर्न आइसक्छ 1 वर्षभित्रमा। त्यो तपाईँको खर्चमा गनिँदैन कि तपाईँको आफ्नै सेभिङ्सको लागि हुन्छ। जस्तै तपाईँले त्यहाँ गएर काम पाउन सक्नु भएन भने पनि तपाईँले त्यो ब्याङ्कमा राखेको पैसा चाहिँ महिना तपाईँले दिन्छ क्या। त्यो भएको कारणले गर्दाखेरि तपाईँहरूलाई नै चाहिँ सजिलो हुन्छ भनेर चाहिँ उनीहरूले त्यो गरे हुन्छ है। एउटा बेस्ट अप्सन हुन्छ जर्मनी पनि। त्यसपछि अर्को बेस्ट कन्ट्री छ फिनल्यान्ड। फिनल्यान्डमा पनि कोर्सहरू लगभग धेरै जस्तोमा चाहिँ तपाईँहरूले अब फ्रीमा नै पढ्न सक्नुहुन्छ। त्यहाँनिर अब स्कलरसिप फुल पाइन्छ। पब्लिकमा तपाईँले पब्लिकबाट चाहिँ अब अफर लेटर पाउनुभयो, पब्लिकबाट चाहिँ अब बोलायो भने चाहिँ तपाईँहरूले अब फ्रीमा पनि पढ्न सक्नुहुन्छ। यदि त्यस्तो भएन, प्राइभेटै जानु पऱ्यो, जसरी फिनल्यान्ड जानै छ भने चाहिँ प्राइभेटै जाँदाखेरि चाहिँ अब तपाईँको त्यही हो 12-15 लाख नै लाग्ने हो होइन, लाग्छ नै नेपाली त्यति। अनि अब अहिले त फिनल्यान्डमा कस्तो आएको छ भने तपाईँको
के भन्छ यो भोकेसनल ट्रेनिङ भन्ने हुन्छ, भोकेसनल क्लास। यो भनेको चाहिँ डुबल स्टडी हो है, काम पनि हुन्छ पढाइ पनि सँगसँगै हुन्छ। 3 वर्ष या 4 वर्षको कोर्स हुन्छ। अनि त्यो 3-4 वर्षको कोर्सभित्रमा चाहिँ तपाईँले महिनापछि तपाईँको स्यालेरी पनि आउँछ, तपाईँले पढ्नु पनि हुन्छ, काम पनि गर्नुहुन्छ। तपाईँको पेड हुन्छ कि पेड इन्टर्नसिप टाइपकै हुन्छ, काम पनि गर्ने पढ्ने पनि सबै उनीहरूले आफूले, स्यालेरी पनि उनीहरूले आफूले दिन्छ। प्लस यदि तपाईँहरू यस्तो भोकेसनल ट्रेनिङमा आउनुभएको छ भने चाहिँ तपाईँलाई महिनाको स्यालेरी पनि दिन्छ। प्लस तपाईँले त्यहाँ चाहिँ 30 घन्टा चाहिँ काम गर्न पाउनुहुन्छ एक हप्तामा, भनेपछि एकदम फाइदा छ। यदि तपाईँहरू अब भोकेसनल ट्रेनिङमा आउनु भएन र अरूमै आउनु भएको छ भने पनि, नर्मल पढाइमा आउनु भएको छ भने पनि, जे होस् हप्ताको 30 घन्टा गर्न पाउनुहुन्छ, इनफै हुन्छ। त्यहाँनिर अलिकति बेसी स्टडी मतलब स्टुडेन्टहरू जाने भनेको चाहिँ बिजनेस फिल्ड, आइटी फिल्डहरूको लागि धेरै नै गइरहेका हुन्छन्। अनि त्यहाँको पनि अब स्यालेरी त्यस्तै नै हो। अब आवरली स्यालेरी त्यहाँनिर 12-15 युरो नै हुने हो होइन। जे होस् फिनल्यान्ड अलिकति इन्टरनेसनलको लागि चाहिँ अलिकति राम्रै छ। सबै कुराहरू अलिकति मौसम चाहिँ धेरै नै चिसो हुन्छ होइन, नत्र अरू सबै कुराहरू त्यहाँनिर राम्रै छ। जे होस् अलिकति हुन्छ नि मिडियम क्लासबाट जाने मान्छेहरूको लागि चाहिँ अलिकति सस्टेन गर्न सजिलै छ। तर त्यहाँ गइसकेपछि अब काम कुराहरू आफूले खोज्ने हो, पाउने हो होइन। त्यति पाउन सक्यो, गर्न सक्यो भने ठिक छ, एकदम राम्रो हुन्छ फिनल्यान्ड पनि। यसलाई पनि यदि तपाईँ युरोप आउँदै हुनुहुन्छ भने चाहिँ यसलाई पनि एउटा अप्सनमा राख्नु होला। अर्को अप्सनमा जाउँ फ्रान्स। तपाईँको फ्रान्स चाहिँ अलिकति महँगै छ। तपाईँको 27-28 लाख 25 लाखै लागि 25 देखि 30 लाखको हेराफेरीमा लागिरहेको हुन्छ सबै फुल प्रोसेस गर्दाखेरि होइन। तपाईँको अब फ्रान्समा चाहिँ कस्तो हुन्छ भने अब पैसा तिरेर जाने हो, पढ्ने हो। तपाईँहरूले अब फ्रेन्च भाषा सिक्नुभयो, जान्नुभयो, सिक्न सक्नुभयो भने तपाईँहरूले कामहरू पाउनको लागि अझै बेनिफिट हुन्छ। किनभने इङ्ग्लिस स्पिकिङको लागि अलिकति जब पाउन गाह्रो, र जसले फ्रेन्च चाहिँ मजाले बोल्छ फ्रान्समा तिनीहरूलाई चाहिँ अलिकति काम पाउन सजिलो हुन्छ। अनि त्यहाँनिरको अब एभरेज स्यालेरी भनेको चाहिँ 11 युरोदेखि 13 युरोको बिचमा हुन्छ आवरली दिने तिनीहरूले। अनि तपाईँको अब कलेजमा त तपाईँको त्यही नै हुन्छ। जस्तै अब वर्षको त्यो 20-22 लाख 25 लाखसम्मको हुन्छ। कलेज हेरी हुन्छ, कस्तोमा जाँदै हुनुहुन्छ, कतिको सस्तो छ, कतिको महँगो छ, त्यसमा डिपेन्ड हुन्छ। अनि तपाईँले अब त्यहीँको इन्भाइरोमेन्टमा जति घुलमिल हुन सक्यो, जतिजना मान्छेहरूसँग चाहिँ चिन्जान गर्न सक्यो, त्यति तपाईँहरूलाई फाइदा हुन्छ। त्यहाँनिर चाहिँ कामहरू पाउन, सबै कुराहरू म्यानेज गर्नको लागि अलिकति सजिलै हुन्छ। अलिकति अब तपाईँको पेरिसहरू जस्तो ठाउँमा अलिकति क्यापिटल सिटीहरूमा बस्नुभयो भने चाहिँ अलिकति तपाईँहरूलाई महँगो पनि पर्छ। अलिअलि भित्रतिर बस्यो भने अलिअलि सस्तो हुँदै जान्छ, अलिकति म्यानेज गर्न सजिलो हुन्छ। तर कामहरू पाउनको लागि चाहिँ फेरि क्यापिटल सिटी नै राम्रो हुन्छ नि त। त्यही भएर धेरै जस्तो क्यापिटल सिटीमै बस्ने गर्छन्। तर अरू ठाउँमा पनि काम नपाउने चाहिँ होइन, तर अलिकति गाह्रो चाहिँ हुन्छ। अनि पढाइको कुरा गर्ने भने राम्रो छ पढाइ। यो फ्रान्स पनि सेन्जेन कन्ट्रीमा पर्छ। तपाईँ फ्रान्स आउनुभएको छ भने अरू देश, जर्मनी भयो, स्विडेन भयो, फिनल्यान्ड भयो, तपाईँले आउजाउ गर्न सक्नुहुन्छ, घुम्न जान होइन, ट्राभलहरू गर्न फ्री हुन्छ। तपाईँले भिजा सिजा बनाएर फेरि नयाँ भिजा अप्लाई गरेर चाहिँ गइरहनु पर्दैन। सेन्जेन कन्ट्रीभित्र तपाईँहरू आउजाउ गर्न जतिखेर पनि पाउनुहुन्छ। त्यसैले फ्रान्स पनि एउटा बेस्ट अप्सन नै हुन्छ। त्यसपछि अर्को अप्सन छ डेनमार्क। अब डेनमार्कको कुरा गर्ने भने अब तपाईँहरूलाई थाहा छँदैछ होला, डेनमार्कमा भर्खर अस्ति रुल्स आएको छ होइन। प्राइभेटमा पढ्न आउनेहरूको लागि चाहिँ, प्राइभेट कलेजमा पढ्न आउनेहरूले चाहिँ काम पनि गर्न नपाउने, डिपेन्डेन्ट ल्याउन नपाउने होइन। अनि तपाईँले पढाइसकेपछि जबहरू खोज्नको लागि जब सिकिङ भिजा पनि अप्लाई गर्न नपाउने भएको छ। त्यही भएर प्राइभेटमा चाहिँ अप्लाई गर्दै नगर्नु डेनमार्क आउनेले। र जो पनि आउने प्लानमा हुनुहुन्छ डेनमार्क भने चाहिँ पब्लिकमा ट्राई गर्नु। पब्लिकमा आउनुभयो भने तपाईँलाई धेरै नै बेनिफिट हुन्छ। पब्लिकमा चाहिँ तपाईँहरूले अब स्कलरसिपको लागि अप्लाई गर्दाखेरि कतिले फुल स्कलरसिप पनि पाइरहेको हुन्छ, कसैले 50% पाइरहेको हुन्छ, कसैले 75% स्कलरसिप पाइरहेको हुन्छ। त्यो अब तपाईँहरूमा भर पर्छ कतिको मार्क्स कस्तो छ, कतिको ट्यालेन्ट हुनुहुन्छ होइन। र आइएल्स कम्पलसरी छ डेनमार्क आउनको लागि। अलिकति महँगो छ देश पनि, तपाईँहरूले कलेजमा पनि फी महँगै तिर्नुपर्ने हुन्छ। नेपाली 15-18 लाख 20 लाख त तिर्नै पर्छ के अरे कलेज फी, ट्युसन फी भनेर तपाईँले। अनि यहाँ आइसकेपछि तपाईँहरूले काम गर्न पाउने भनेको चाहिँ अब 80 घन्टा काम गर्ने हो होइन, 80 आवर्स हो। अनि 80 घन्टामा अब तपाईँहरूले अब कति चाहिँ काम गर्नुहुन्छ, काम पाउनु हो भने पैसा धेरै छ यहाँनिर, हाई स्यालेरी छ। अरू कम्पेयर गर्ने हो भने, अरू देशमा कम्पेयर गर्ने हो भने यसमा चाहिँ स्यालेरी चाहिँ एकदम हाई हुन्छ। तर तपाईँले कति काम गर्नुहुन्छ, कति पाउनुहुन्छ भन्ने कुरा हुन्छ। म पनि अहिले डेनमार्कमै छु होइन।
स्यालेरी हाई हुन्छ, स्यालेरी राम्रो छ, काम पायो भने। काम पाउन गाह्रो छ, कम्पिटिसन एकदम बेसी छ हिजोआज, मान्छेहरू धेरै छन्, नेपाली बङ्गलादेशीहरू एकदम धेरै छन्, काम जताततै चाप छ मान्छेको होइन। त्यही भएर कामहरू पाउन गाह्रो छ। अब मान्छेहरूले 4 महिना 5 महिना लागिरहेको हुन्छ काम पाउनको लागि, तर अब मान्छेको लक हो, कसैले आउने बित्तिकै 1-2 हप्तामै नै काम सुरु गरेर हुन्छन्, कसैले अलिकति टाइम लागेको हुन्छ। तर यदि काम पाउनुभयो भने चाहिँ तपाईँहरूको लागि चाहिँ डेनमार्क पनि एकदम बेस्ट हुन्छ अप्सन मेरो लागि चाहिँ। तपाईँहरू पब्लिकमा आउनुभयो भने तपाईँहरूको लागि बेस्ट हुन्छ। अझ मेरो रिकमेन्ड चाहिँ एक्लै नआउनु, डिपेन्डेन्ट लिएर डेनमार्क आउनु, तर पब्लिकमा आउनु। पढाइ पनि सकिन्छ, पैसा पनि कमाउनुहुन्छ, 2 जना आएपछि 2 जना कमाइन्छ पनि, एकदम बेनिफिट हुन्छ। प्लस एकदम सेफ कन्ट्री छ यहाँनिर, ह्यापिएस्ट कन्ट्रीमा पर्छ यो पनि, एकदम सेफ छ। तपाईँले राति 12-1 बजी हिँड्दाखेरि पनि यहाँनिर कसैले केही भन्नेवाला छैन, किन हिँडिस् के गर्ने हिँडिस् पनि भन्दैनन्। एकदम फ्री छ, फ्रिडम छ, सेफ छ। अनि मौसम पनि अलिकति चिसो छ, जाडो छ, त्यति हो। नत्र अरू सबै कुरामा एकदम बेस्ट छ। त्यही भएर डेनमार्कलाई पनि एउटा अप्सनमा चाहिँ राख्नु होला। अनि आफूले एक्स्ट्रा रिसर्च पनि गर्नु होइन, मैले भनेको बाहेक भने। तर डेनमार्क पनि वान अफ द बेस्ट नै पर्ने हुन्छ स्टडीको लागि। अब कुरा गरौँ स्पेनको, अर्को देश। स्पेनमा अलिकति सस्तो छ ट्युसन फी, 4 लाख 5 लाख 6 लाखमै पनि पढ्न आउन पाइन्छ स्पेनमा। वर्षको 6-7 लाख भनेको त महँगो होइन, पढ्न सकिन्छ। तपाईँले यहाँ आइसकेपछि अहिले अलिकति बढाएको छ, पहिला 20 घन्टा थियो हप्तामा काम गर्ने, अहिले 30 घन्टा बनाएको छ। 30 घन्टा काम गर्न पाइयो हप्तामा, भनेको 30 चौकी 120 घन्टा काम गर्न पाइयो महिनामा होइन। भनेपछि तपाईँहरूले यो त यसै पनि तपाईँहरूको लागि फाइदै भयो। अनि अब के हुन्छ त भन्दाखेरि तपाईँहरूले चाहिँ स्पेनमा आइसकेपछि आवरली वेजेस भनेको चाहिँ त्यही हो। अब 10 देखि 12 युरोको हेराफेरीमा हुन्छ स्यालेरी भनेको। तर काम पाउन हिजोआज एकदम गाह्रो छ। धेरैजना मान्छेहरू चाहिँ स्पेन छिरेको छन् कि इलिगली टाइपले छिरिरहेको छन्, आइरहेको छन्। त्यही भएर कामहरू पाउन चाहिँ अलिकति कम्पिटिसन छ, अलिकति गाह्रो छ होइन। त्यही भएर तपाईँहरूले चाहिँ अलिकति आउने बेलामा रिसर्च गरेर, कोही आफ्नो आफन्त छन् भने उनीहरूसँग अझै बुझेर, अझै राम्रोसँगले सबै कुराहरू जानेर चाहिँ आएको चाहिँ राम्रो। एकचोटि विचार गर्नु, ट्राई गर्नु। स्पेन पनि सेन्जेन कन्ट्रीमै पर्छ, वान अफ द बेस्टमै पर्छ होइन। सस्तो ट्युसन फी पनि छ। प्लस मौसमको कुरा गर्ने भने त्यस्तो चिसो मौसम छैन, नेपालको जस्तै छ। काठमाडौँको जस्तै मौसम हो होइन। मौसम पनि एकदम मोडरेट क्लाइमेट छ। पढाइ पनि तपाईँको इङ्ग्लिसमा पढ्न आउने मान्छेले इङ्ग्लिसमै हुन्छ। तर यहाँ आइसकेपछि चाहिँ, स्पेनमा आइसकेपछि स्पेनिस भाषा सिक्नुभयो भने चाहिँ तपाईँहरूले कामहरू पाउन फाइदा हुन्छ। पछि अब टिआरसीहरू अप्लाई गर्नको लागि, पिआरहरू अप्लाई गर्नको लागि होइन, आफ्नै भाषा चाहिँ खोज्छ कि यिनीहरूले। त्यही भएर तपाईँहरूले अलिकति राम्रो काम पाउनको लागि, अलिकति लङ टर्मसम्म बस्नको लागि चाहिँ भाषाहरू सिक्नै पर्ने हुन्छ। त्यही भएर आइसकेपछि तपाईँहरू युरोपमा जुनसुकै देशमा आए पनि त्यहाँको भाषाहरू चाहिँ प्रायोरिटीमा दिएर सिकिहाल्नु सुरुमै। फाइदा हुन्छ तपाईँहरू आफूले कामहरू पाउनलाई, खोज्नलाई होइन, फाइदा हुन्छ। त्यही भएर स्पेनलाई पनि एउटा अप्सनमा राख्नु, बेस्ट अप्सनमै राख्नु एउटा। अनि अर्को कन्ट्री पढाइको लागि राम्रो भनेको नेदरल्यान्ड छ है। नेदरल्यान्डमा पढेको पनि त्यही नै हो, ट्युसन फी लाग्ने भनेको 20-22 लाखै लाग्ने हो। अनि त्यहाँकोलाई पनि अब यो सेन्जेनमै पर्ने भएको भएर अलिकति मान्यता पनि छ। तपाईँहरूले अब पछि कन्ट्री ट्रान्सफर हुन्छ, चेन्ज गर्छु भने पनि पाइयो होइन सेन्जेनमा आइसकेपछि। अनि त्यही हो, अब अहिलेसम्म त्यहाँ काम गर्न पाउने भनेको 16 घन्टा भनेको छ होइन, आवरली के अरे 1 विकमा 16 देखि 20 घन्टा। अनि तपाईँहरूले त्यही हिसाबले त्यहाँनिर अब त्यस्तो महँगो पनि छैन, त्यहाँनिरको कस्ट अफ लिभिङ पनि ठिकै छ। अब तपाईँहरू अलिकति आम्स्टरडम भन्ने त्यहाँको क्यापिटल सिटी पर्छ, त्यहाँतिर बस्नुभयो भने चाहिँ अलिकति महँगो पर्न जान्छ। नत्र त्यस्तो खासै महँगो चाहिँ अलिकति भित्रतिर बस्नुभयो भने अलिकति कस्ट अफ लिभिङ चाहिँ म्यानेज गर्न सजिलै हुन्छ। र अलिकति त्यहाँनिर चाहिँ हाउस बिल्डिङहरू पनि चल्छ। भोकेसनल ट्रेनिङ भन्छ क्या हाउस बिल्डिङलाई, त्यहाँको भाषामा चाहिँ हाउस बिल्डिङ भन्छ। त्यहाँ पनि जर्मन, अस्ट्रियामा पनि प्रायः जर्मन ल्याङ्ग्वेज नै चलिरहेको हुन्छ, किनभने जर्मन ल्याङ्ग्वेज नै हो त्यहाँको पनि। अनि अलिकति राम्रो छ त्यहाँ। जे होस्, तपाईँहरू पढ्नको लागि जानुभयो भने तपाईँले कामहरू पनि गर्न पाउनुहुन्छ। पढाइसकेपछि 1 वर्षको लागि जब सिकिङ भिजा पनि पाउनुहुन्छ। त्यही भएर वान अफ द बेस्ट नै छ पढाइको लागि त्यो पनि होइन। त्यसलाई पनि एउटा अप्सनमा राखिराख्नु।
र अहिले मैले जति पनि देशहरू भने नि पढ्नको लागि यति मध्येमा चाहिँ मेरो आफ्नो हिसाबले चाहिँ मेरो एक्सपिरियन्स भनौँ न आफूले बुझेको अनुसारले चाहिँ पढ्न आउनको लागि सबैभन्दा बेस्ट कन्ट्री चाहिँ जर्मन भन्छु म चाहिँ। किनभने जर्मनमा चाहिँ 0%मै पढ्न पाउनुहुन्छ क्या, 0 कस्टमा। किनभने पब्लिकले पैसा लिँदैन सबैको लागि, चाहे त्यो नन यु होस् त्यो मतलब छैन उनीहरूलाई। पब्लिकमा पढ्न आउनेलाई 0 कस्ट, त्यही भएर पब्लिकमा आउने ट्राई गर्नु। हाउस बिल्डिङ भन्ने हुन्छ यहाँनिर, भोकेसनल ट्रेनिङ हो। हाउस बिल्डिङमा आउनु सक्नुभयो भने तपाईँले एकदम फाइदा हुन्छ। तपाईँहरू 3 वर्ष 4 वर्ष हुन्छ हाउस बिल्डिङ। तपाईँहरूले त्यो हाउस बिल्डिङ गर्दाखेरि महिनामा स्यालेरी पनि पाउनुहुन्छ, 80 घन्टा काम पनि गर्न पाउनुहुन्छ। प्लस तपाईँले त्यो 3 वर्ष 4 वर्षभित्रमा तपाईँ एउटा फिल्डमा चाहिँ एकदम एक्सपर्ट भएर निस्किनुहुन्छ क्या। त्यो भएपछि त्यहाँनिर कामहरू पाउनु पनि सजिलो। तपाईँले जुन फिल्डमा चाहिँ हाउस बिल्डिङ गरिराख्नु भएको छ त्यो सकेपछि तपाईँले त्यही फिल्डमा काम कन्टिन्यू गर्नुहुन्छ, एकदम सजिलो छ। त्यहाँनिर चाहिँ एउटा स्किल डेभलप गर्नको लागि चाहिँ बेस्ट। त्यही भएर अहिले मेरो सबै कम्पेरिजन गर्ने हो भने चाहिँ सबसे बेस्ट चाहिँ जर्मनी छ पढाइको लागि र पढाइपछिको करियरको लागि। जर्मन चाहिँ एकदम बेस्ट छ है। सो साथी हो, यदि तपाईँहरू चाहिँ अब एब्रोड नै पढ्न आउने नै प्लान हो भने चाहिँ युरोपलाई नै चुज गर्नु भन्छु म। किनभने अलिकति स्मार्टर वेमा चाहिँ चुज गर्दाखेरि युरोप नै एकदम बेस्ट छ। तपाईँले युरोपमा आउनु भने पिआरको लागि पनि अलिकति सर्ट पाथ छ क्या, अलिकति छिटै पाइने हुन्छ त्यहाँनिर। प्लस एफोर्डेबल पनि छ, ट्युसन फीहरू पनि अलिकति लो नै छ या फ्री नै छ भनौँ। अनि अब सेन्जेन कन्ट्रीभित्रमा ट्राभल गर्नलाई पनि भिजा चाहिएन, तपाईँहरू यतादेखि उता उतादेखि यता गर्नु पाइयो। र जाने प्लान गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले सुरु गर्नुपर्ने भनेको तपाईँले आइएल्स गर्नु। प्राय पिटी भन्दा पनि आइएल्स बेसी रिकमेन्ड गर्छ प्राय युरोप कन्ट्रीले। पब्लिकको लागि त आइएल्स कम्पलसरी नै छ भने नि हुन्छ तपाईँहरूले। त्यही भएर आइएल्स राम्रोसँगले गर्नु, पासपोर्ट छ भने पासपोर्टहरू बनाउनु, आइएल्स गर्नु, पढ्नु, राम्रो मार्क्स ल्याउनु, सकेसम्म 7 ल्याउनु ट्राई गर्नु होइन। 6.5 7 देश हेरी कन्ट्री हेरेर हुन्छ। कुनैले 6.5 पनि एक्सेप्ट गर्छ, कुनैले 7 खोजिरहेको हुन्छ मास्टरको लागि है। अनि त्यही नै हो, आइएल्स गर्नु, राम्रोसँगले तयारी गर्नु, पासपोर्ट छ भने पासपोर्ट बनाउनु, त्यसपछि एउटा राम्रो कन्सल्टेन्सी चुज गर्नु या सेल्फ अप्लाई गर्नको लागि कोही मान्छे चिनेको छ, मान्छेले हेल्प गर्ने छन् भने सेल्फ अप्लाई गर्दा पनि हुन्छ। सेल्फ अप्लाई गर्न नसकेको केसमा एजेन्सीको थ्रुबाट, कन्सल्टेन्सीको थ्रुबाट चाहिँ अप्लाई गर्ने। त्यसपछि अब उनीहरूले सबै डकुमेन्टहरू चाहिँ अब उनीहरू आफूले भनिहाल्छ, त्यही अनुसारले तपाईँहरूले प्रोसेस गर्दै जाने हुँदै जान्छ। उनीहरूले इन्टरभ्यूहरूको लागि पनि सबै प्रिपेरेसनहरू उनीहरूले सबै गराउँछ होइन। त्यही हिसाबले अघि बढ्दै जानु, सबै थोक राम्रैसँगले जान्छ र राम्रै होस्। जो पनि तपाईँहरू चाहिँ युरोप आउने प्लान गर्दै हुनुहुन्छ सबैजनाको लागि बेस्ट अफ लक। अनि अघिल्लो दिनहरूमा चाहिँ सबैजनाको चाहिँ दिन शुभ रहोस्। बाई बाई।